कति हो कति अनुसार कतिको महँगो त्यत्रो 50 को किन्न हजुर 50 को कालो कालो राख्नु न यताको राख्नु कहाँबाट ल्याउनु अनि हामी यतै किन्यो हजुर नर्देवी कालिम्पोङ कहाँबाट आउने गाउँबाट आउँछ के कस्तो कहाँबाट धादिङबाट आउँछ आज म चाहिँ कलेज गएको थिएँ। कलेज जाँदाखेरि कलेजबाट फर्किँदाखेरि चाहिँ म चाहिँ अहिले चाहिँ शहीद गेटनिर आइरहेको थिएँ र अब म चाहिँ यहाँबाट चाहिँ उता आरएनएसी गएर चाहिँ आरएनएसीमा चाहिँ हाम्रो थानकोटको गाडी पाउँछ। त्यो थानकोटको गाडी पाउँछ भनेर टुई हिँडिरहेको छु। मोबाइल हातमा छ र मोबाइल चाहिँ एकदमै हल्लिरहेछ। हल्लिँदा पनि स्यामसङको ओआइएसका कारण त्यति धेरै हल्लिरहेको छैन। भिडियो स्टेबल नै आइरहेछ। अब यसरी म जान्छु। तपाईँहरूले देख्न सक्नुहुन्छ अगाडि यहाँनिर धरालाको यतापट्टि चाहिँ म पुगिरहेको छु। अब भने म माथि जान्छु र माथि जाँदाखेरि चाहिँ मैले चाहिँ बिहान कलेज जाँदाखेरि चाहिँ काफल देखाएको थिएँ। अब त्यो काफल किन्नलाई चाहिँ म जान्छु माथि। अब यहाँ माथिनिर गएँ म। अब यहाँनिर छ हामीसँग काफल। कति हो कति अनुसार कतिको महँगो त्यत्रो 50 को किन्न हजुर 50 को कालो कालो राख्नु न यताको राख्नु कहाँबाट ल्याउनु अनि हामी यतै किन्यो हजुर नर्देवी कालिम्पोङ कहाँबाट आउने गाउँबाट आउँछ के कस्तो कहाँबाट धादिङबाट आउँछ खाएर म यहाँनिर यता आएछु कि म त आरएनएसी पो आएछु। अब होइन शहीद गेटमा गाडी घुम्नु पर्दैन नि त। यहाँबाट यसरी यहाँ चढ्यो भने त फन नै एक राउन्ड घुमाएर अनि बल्ल शहीद गेट पुऱ्याउँछ। त्योभन्दा बरु म यहाँबाटै हिँडेर उता जान्छु अनि त्यसपछि गाडीमा चढ्छु भनेर चाहिँ म यताबाट गएँ।
अब यहाँनिर हाम्रो थानकोटको गाडी आयो। अब म चढ्छु गाडीमा चढेँ म। त्यसपछि गाडीमा हेर्छु त गाडी त खाली छ, कोही पनि छैन, म मात्रै रहेछु। अनि यसो खुट्टा पल्टाएर मैले बसेँ अनि हेरेँ अब मान्छे आउँछन् कि भनेर ड्राइभर बसिरहेको थिएँ। अब मान्छेहरू आउँछन् कि भनेको कोही पनि आएन। लास्टमा आएर एक्लै जानुभयो। मान्छे कोही पनि आएको छैनन्। मान्छे बिचरा ड्राइभर कुर्याएको रहेछ। म पनि कतिखेर चाहिँ लग्ला र भनेर चाहिँ बसिरहेको छु टाउको खनाउँदै। अनि गर्मी भइरहेको थियो उता म छिटो हिँडेको थिएँ। अनि एकछिनपछि चाहिँ मान्छेहरू नै आए। मान्छेहरू 2-3 जना आइसकेपछि ड्राइभरले अनि चलायो। अनि यहाँ म चाहिँ अब घर पुगिसकेँ। घर पुगेँ। अब मम्मीलाई चाहिँ मैले के ल्याएको छु मम्मी भनेर म चाहिँ भन्नलाई चाहिँ मम्मीलाई थाहा हुन्छ कि हुँदैन है त यो मैले कहाँबाट ल्याएको छु कि छैन भनेर मैले भन्छु मम्मीलाई। अनि मम्मीले चाहिँ गेस गर्नुहुन्छ काफल हो कि। मम्मीले चाहिँ के गेस गर्नुहुँदो रहेछ, म चाहिँ रातो रातो कालो कालो जङ्गलमा पाउने पाएको चिज ल्याएको छु के हो भनेर थाहा पाउनु भनेर भन्छु। मम्मीले थाहा पाउनुहुन्छ कि हुँदैन है त। लेट्स सी। मम्मी मैले होइन एउटा चिज ल्याएँ। थाहा पाउनु मैले। थाहा पाउनु मैले। जङ्गलतिर खाने, जङ्गलमा पाउँछ नि। के हो त खाने चिज भने? जङ्गलमा पाइने रातो रातो कालो कालो हुने के हो थाहा हुन? जङ्गलमा पाइन्छ त रातो रातो खाने। रातो रातो खान्छ अनि भित्रपट्टि दाना जस्तो हुन्छ है। के हो? बतलाउनु अलि दिमाग। ट्याक्कै किने हो यति थोरैलाई 50 रुपियाँ रहेछ। यति त्यो होइन काफल। खै के हो त्यो? यो चाहिँ हो काफल।